एड गरिसकेको छु। जस्ट मैले चाहिँ 274 मात्र गरेको छु, यहाँ चाहिँ 500 सम्म गर्न सकिन्छ। यस्तै रिलेटेड जस्तै तपाईले पनि आफ्नो च्यानल अनुसार जस्तै अब ब्लग सम्बन्धी, फुड सम्बन्धी, टेक सम्बन्धी जे छ त्यो टाइप आफ्नो पहिला नाम हाल्नु होला। यहाँनिर मैले नाम लेखेको छु उल्टा सिधा, जसरी मान्छेले सर्चिङ गर्छ नि त, जस्तै अब एआई मुभिज यसरी मैले हालेको छु आफ्नो नाम होइन पहिला चाहिँ। त्यसपछि यहाँ के छ भनेपछि मान्छेले अरू कुन तरिकाले सर्चिङ गर्छ त, हाउ टु युज एआई, हाउ टु मेक एआई भिडियो, टेक्स्ट टु भिडियो जेनेरेटर, जस्तै यो टाइपले। जस्तै तपाईँहरूले पनि आफ्नो ब्लग सम्बन्धी छ भनेपछि हाउ टु मेक ब्लग, जस्तै ब्लग कसरी बनाउने, यस्ता यस्ता टाइपका आफ्ना ट्यागहरू 3-4वटा आफ्ना चाहिँ ट्यागहरू हाल्नु होला। पहिला आफ्नो नाम, त्यसपछि ट्यागहरू हाल्ने र 500 वर्ड क्यारेक्टरलाई चाहिँ कम्प्लिट गर्नु होला यसरी। आई होप कि यतिबाट तपाईँलाई आइडिया मिलिसक्यो होला होइन। तपाईँहरू पनि स्मार्ट हुनुहुन्छ, बुझिसक्नुभयो होला। त्यसपछि हामीले चाहिँ यहाँ फिलअप भइसकेपछि हामी जानुपर्ने चाहिँ एडभान्स सेटिङमा। एडभान्स सेटिङमा आइसकेपछि यहाँनिर चाहिँ विशेष